Okay, hi guys, and welcome to my YouTube channel. So, if you guys know me from TikTok, hello. If you guys don't know me, my name is Pooja. I am now a second year medical student here at the University of Sydney in Australia. And टिकटकमा चाहिँ मैले मेरो जर्नी सेयर गरेदेखि चाहिँ आई हेभ बिन रिसिभिङ अ लट अफ क्वेसन्स मैले चाहिँ पार्ट बाई पार्ट भिडियो बनाएर टिकटकमा पनि धेरैचोटि पोस्ट गरिसकेँ बट स्टिल टु दिस डेट अनि 1 वर्ष भइसक्यो अनि आई स्टिल रिसिभ अ लट अफ मेसेजेस कि कसरी स्टार्ट गर्ने पढ्नको लागि के चाहिन्छ रिक्वायरमेन्ट यस्तो यस्तो भनेर अनि नट जस्ट मेरो जर्नीवाला लाइक अरू मान्छेहरू जो नेपालमा हुनुहुन्छ अहिले उहाँहरूले पनि मलाई धेरै मेसेज गर्नुभएको छ अनि मैले इन्डिभिजुअली मेसेज रिप्लाई गर्ने क्यापेसिटी नभएर मैले चाहिँ प्रमिस गरेको थिएँ मेरो टिकटकको भिडियोमा कि म फ्यु पार्ट सिरिज बनाउँछु युट्युबमा जसले गर्दा चाहिँ कोही मान्छेले मलाई मेसेज गर्यो भने पनि इट वुड बी इजी टु डिरेक्ट देम हियर अनि त्यही भएर चाहिँ मेरो टिकटकमा छ आरएन टु एमडी जोर्नी भनेर एउटा प्लेलिस्ट बट अगेन त्यहाँ चाहिँ एकदमै फ्रेगमेन्टेड इन्फर्मेसन छ सो this is going to be a part series अनि यहाँ चाहिँ I'm going to reintroduce myself and I have written down the questions मलाई आएको क्वेसनहरु चाहिँ मैले लेखेको छु अनि I'm going to try and answer them again मैले चाहिँ मेरो आफ्नो pathway को लागि मात्र एन्सर गर्न सक्छु ओके I understand कि सबै मान्छेको pathway सेम हुँदैन अनि if you're doing something else that I have not done म चाहिँ त्यो एन्सर गर्न सक्दिनँ बिकज मैले मेरो मेरो आफ्नो पाथ आफ्नो पर्सनल निडको लागि मात्र रिसर्च गरेको कुराहरू मैले हजुरहरूसँग सेयर गर्न सक्छु जुन कुरा मलाई पर्सनली इम्पोर्टेन्ट छैन अब म त कुनै एजेन्सी रन गरेर बसिरहेको मान्छे होइन सो मैले एभ्री पाथवेको लागि रिसर्च गरेर बस्ने मेरो क्यापासिटी छैन अनफर्चुनेटली सो हजुरलाई हजुरको पाथवे जे छ त्यसको लागि हजुरले आफैले रिसर्च गर्नुपर्ने हुन्छ अनि यो भन्दाखेरि चाहिँ मैले यस्तो यस्तो मेसेज रिसिभ गर्छु होइन समटाइम्स आई फाइन्ड इट अब्सर्ड के मान्छेहरूले चाहिँ आइम इन्ट्रेस्टेड इन डुइङ एमडी हाउ क्यान आई डु इट भनेर मेसेज गर्नुहुन्छ कि लाइक डु सम रिसर्च सो मी द्याट यु केयर सो मी द्याट यु आर इन्ट्रेस्टेड भन्नु मन लाग्छ मलाई चाहिँ होइन मलाई चाहिँ यसो यसो गरेँ मैले यहाँसम्म ठाउँसम्म पुगेँ मैले यो इन्फर्मेसन भेटेँ तर यहाँ गएर म स्टक भएँ मलाई हेल्प गरिदिनु न प्लिज भन्नुहुन्छ भने I'm happy to help कि I would love to see more people मैले यो मेरो टिकटकको भिडियोमा पनि भन्दै आइरहेको छु कि मेरो क्लासमा लिटरली म एउटा नेपाली हो कि हाम्रो कोहोर्टमा अनि I feel so lonely sometimes I never thought I would say this कि एकजना नेपाली बोल्ने भइदिएको भए पनि कस्तो हुन्थ्यो होला भनेर but I do किनकि it actually is very lonely being एउटा नेपाली ल्याङ्ग्वेज बोल्ने एकजना मात्र आफू भयो भने but anyway let's not digress too much. So yes, hi, my name is Pooja. I am now a second year medical student at the University of Sydney. And starting in a week's time. And so first year, सकिसकेपछि चाहिँ I wanted to, so मेरो journey चाहिँ कस्तो थियो, I'm just going to take you back in my journey. अनि यसपछि चाहिँ I'm going to make a few more videos because एउटै भिडियोमा बनाउँदा एकदमै लामो हुने भएकोले म चाहिँ I'm going to make a few more videos. I'm also going to share some study tips first year medical student को लागि किन भन्दाखेरि त्यो टिप्सहरु मैले चाहिँ एकदमै ढिलो रियलाइज गरे मैले लाइक आफ्टर अ सेमेस्टर सकेपछि रियलाइज गरे जुन चाहिँ I wished someone had told me those things before जस्तो feel हुने कुराहरु चाहिँ I'm going to come back with those videos as well so stay tuned. So yeah, म चाहिँ अस्ट्रेलियाको 2015 मा हो अनि 2016 को फेब्रुअरीमा I started studying nursing 16 17 18 18 को डिसेम्बरमा I graduated nursing है अनि 3 वर्षको नर्सिङ कोर्स गरेपछि त्यसपछि मैले मेरो मेरो कामको जोर्नी चाहिँ सुरुमा चाहिँ म एज केयरमा एज अ केयर काम गर्थेँ अनि त्यही एज केयरमा म एज अ नर्स बसेँ त्यति बेला चाहिँ पिआर नभएको मान्छेलाई हस्पिटलमा नर्सिङ काम पाउन एकदम नै गाह्रो थियो त्यो टाइममा अनि त्यही भएको कारणले चाहिँ मैले त्यही एज केयरमा नर्सिङ गरेँ 2 वर्षसम्म त्यसपछि आई मुभ अन टु हस्पिटल अनि त्यसपछि यस्तै सब अक्युट गर्दा गर्दै मेरो लेटेस्ट जब चाहिँ आइसियुमा हो अनि म चाहिँ कस्तो टाइपको मान्छे भन्दाखेरि आई डोन्ट लाइक being stuck in one place अनि यस बारेमा पनि I'm gonna make videos specifically for nurses
जो चाहिँ वान्ट टु डु मेडिसिन कि वाट क्यान यु डु टु म्याक्सिमाइज योर हुन्छ नि योर क्यापेसिटी एज नर्सेस एन्ड वाट वुड हेल्प यु इन यो मेडिकल जर्नी एज वेल भनेर किनकि मलाई थाहा छ धेरैजना नर्स साथीहरू हुनुहुन्छ जसलाई चाहिँ मेडिसिन पढ्न मन छ सो आइम गोना कम ब्याक विथ द्याट भिडियो एज वेल अनि त्यसपछि चाहिँ मैले मेरो मेरो पढाइ भ्याएको लगभग 2 वर्ष जसमा मेरो पिआर आयो पिआर आएपछि मैले त्यसपछि चाहिँ मैले खासमा मेरो मेडिसिनको लागि के त्यो ग्यामस्याट इक्जाम दिनको लागि बुक पनि गरेको थिएँ 2020 मा सिडनी त्यति बेला चाहिँ म ताजमहलमा बस्थेँ अनि त्यहाँ चाहिँ त्यो ग्यामस्याट इक्जाम नै हुँदैन थियो कि अहिले चाहिँ हुन्छ अनि म सिडनीमा बुक गरेको थिएँ अनि त्यति बेला ठ्याक्कै कोभिड भयो अनि आउन पाएन प्लस मैले त्यो पैसा पनि फिर्ता पाएन इक्जामको फी चाहिँ लगभग $500 समथिङ हुन्छ अनि त्यही भएर अनि फ्यु इयर्स त्यसै लुज भयो क्या मेरो अनि कोभिडले गर्दा 2-3 वर्ष हामी लकडाउनमा गयौँ नि त अनि ताजमेनिया त त्यही माथि पुरै कम्प्लिटली लकड आउट फ्रम द वर्ल्ड नै भन्दा पनि हुन्छ त्यति बेला अनि यतिकै काम घर काममै बिजी भयो गर्दा गर्दा अनि मैले सिटिजनसिप पनि अप्लाई गरेँ सिटिजनसिप पनि आयो अनि त्यसपछि चाहिँ अब डिसाइड गर्नुपर्ने टाइम थियो बिकज म 27 इयर ओल्ड थिएँ लास्ट इयर जब मैले यो मेडिसिन अप्लाई गर्ने यो आई वाज 26 एक्चुअली अनि बिहा भइसकेको थियो देन comes a point in a girl's life I would like to say कि career or family अनि if you know me personally you know कि म कस्तो टाइपको मान्छे हो म I like to think I can do everything okay अनि of course एक वर्ष मैले मेडिसिन भए it has come with its challenges of course this is a huge achievement and of course it has its challenges I'm gonna make a video on that as well तर अगेन त्यो डिसिजन गर्नुपर्ने थियो प्लस हामी ताजमेनियामा चाहिँ मजाले सेटल भएर 2टा घर थियो होइन सेटल भएर बसेको मान्छेलाई चाहिँ अब टु मुभ अन टु स्टेज इन लाइफ टु बिङ ब्याक हुन्छ नि फुल टाइम मेडिकल स्टुडेन्ट इज नट अ जोक हामी सबैलाई थाहा छ हामीले पहिला इन्टरनेसनल स्टुडेन्ट हुँदाखेरि आफैले काम गरेर आफैले फी तिर्दा कति गाह्रो हुन्छ हामी सबैलाई थाहा छ होइन सो अब यो स्टेजमा आइसकेपछि अब चाहिँ ओके आम सेटल डाउन भन्ने स्टेजमा आएर फेरि ब्याक टु स्टुडेन्ट लाइफ जानको लागि चाहिँ इट इज नट अ जोक ओके यो सानो कुरा होइन सो आई निड यु टु अन्डरस्ट्यान्ड द्याट अनि तर मेरो मनले के भन्थ्यो भन्दाखेरि मलाई थाहा थियो क्या सानैदेखि म के भन्छु भनेर अनि ढिलै भए पनि आई विल गेट देयर भन्ने टाइपको एउटा इच्छा चाहिँ थियो मनमा तर मनमा हुनु र त्यसलाई व्यवहारमा उतार्नमा धेरै फरक पर्छ अनि धेरै नै हिम्मत चाहिन्छ प्लस धेरै नै सपोर्ट चाहिन्छ सो त्यसरी चाहिँ मैले डिसाइड गरेँ आम गोना डु इट भनेर अनि मैले ग्यामस्याट इक्जाम दिएँ मैले ग्यामस्याट इक्जाम एक्चुली 2 चोटि दिएँ 2 चोटि मेरो स्कोर एक्ज्याक्टली सेम थियो त्यही स्कोरले मैले अप्लाई गरेँ अनि मैले चाहिँ 2टा होइन 3टा युनिबाट अफर आएको थियो मेरो एउटा चाहिँ युनिभर्सिटी अफ सिडनी युनिभर्सिटी अफ नट्रडाम विच इज अल्सो इन सिडनी अनि युनिभर्सिटी अफ टाजमेनिया तर युनिभर्सिटी टाजमेनिया चाहिँ मैले किन चुज गरेन भन्दाखेरि चाहिँ टाजमेनियाकोमा चाहिँ 5 इयर्सको कोर्स हुन्छ जुन चाहिँ अरू युनिमा चाहिँ 4 इयर्सको हुन्छ त्यही भएर म सिडनी मुभ भएँ एन्ड आफ्टर द्याट यु नो मैले फर्स्ट इयर पास गरेँ अनि आम मुभिङ अन टु सेकेन्ड इयर दिस इयर मैले मेडिसिन स्टार्ट गर्ने टाइममा चाहिँ आई वाज अलरेडी अ नर्स फर 6 इयर्स मेरो अलिअलि एक्सपिरियन्स थियो अनि मलाई लाग्थ्यो नर्स भएपछि मेडिसिन पढ्न एकदम सजिलो हुन्छ भनेर बिगेस्ट मिथ बस्टर भयो मेरो लागि इट इज नट इजी अनि या अनि त्यो कुराले गर्दाखेरि चाहिँ द्याट्स माई जर्नी अनि एज अहिले चाहिँ म अस्ट्रेलियन सिटिजन हो सो बेसिकली धेरै कुराहरू सोच्नुपर्ने हुन्छ फीदेखि लिएर हुन्छ नि कहाँ बस्नेदेखि लिएर यु नो मुभिङ इन्टु स्टेट इज अल्सो नट अ जोक हामी धेरैले पहिला पनि गरेको छौँ होला हजुरहरूले पनि गर्नुभएको छ होला सो धेरै च्यालेन्जेसहरू हुन्छ बट इफ यु रियली वान डु इट आई से कि गिभ इट अ गो होइन इक्जाम देऊ एकचोटि ट्राई गर मलाई कतिले मेसेज गर्नुहुन्छ लाइक मेरो यो छ प्लानमा के गर मलाई एकचोटि इक्जाम देऊ हेर तिमीलाई कस्तो फिल हुन्छ हेर अनि कोही मान्छेले चाहिँ त्यो ग्यामसेटको लागि के भन्छ ट्युटर हायर गरेर पनि पढ्ने गर्छन् बट मैले त्यसो केही पनि गरिनँ
बट एक्चुअली आफूले नगर्सम्म थाहा हुँदैन। सो सबै कुरामा चाहिँ अरू मान्छेको भर परेर चाहिँ हुँदैन। जस्तै हामीले म चाहिँ सधैँ यो कुराको अगेन्स्ट नै हो। फर इक्जाम्पल होइन, मुभी हेर्दा पनि मान्छेहरूको रिभ्यू हेरेर चाहिँ म मुभी हेर्ने गर्दिनँ, किनकि कोही मान्छेलाई नराम्रो लाग्ने कुरा मलाई राम्रो लाग्न सक्छ, कोही मान्छेलाई राम्रो लाग्ने कुरा मलाई नराम्रो लाग्न सक्छ। सो यु डोन्ट नो अन्टिल यु डु इट योरसेल्फ भन्नेमा चाहिँ आई बिलिभ इट, एकदमै आई बिलिभ इट सो मच। So that's it. I'm gonna come back with another video, sharing some tips, and त्यसपछि also some myth busters about मेडिसिन मलाई चाहिँ फेरि अर्को क्वेसन चाहिँ मैले पढ्ने कोर्स चाहिँ एमडी भन्छ। अनि धेरैले चाहिँ लाइक म नेपालमा गएको बेलामा स्पेसली कुनमा एमडी भने, किनभने नेपालमा चाहिँ एमडी भनेको चाहिँ स्पेसलाइजेसन हो नि त, तर अस्ट्रेलियामा त त्यो होइन। सो मैले चाहिँ अलिकति लेखेर राखेको छु। आम गोना कम ब्याक विथ अनदर भिडियो, अनि त्यसमा चाहिँ म आम गोना एक्सप्लेन एभ्रिथिङ। But yeah, if you want me to make some specific videos about anything, just comment and I'm gonna try and get back to you. Okay, thanks for watching, guys.